सप्तरीमा 2 वर्षीय बालिका घर पछाडिको झाडीमा मृत फेला, सौतिनी आमाले हत्या गरेको प्रहरीको निष्कर्ष। सप्तरीमा 2 वर्षीय बालिकाको हत्या आरोपमा प्रहरीले बालिकाकी सौतिनी आमा 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काका अनुसार शम्भुनाथ नगरपालिका 3 का मोहम्मद इरफान की छोरी खुशी खातुनको हत्या उनकी सौतिनी आमाले गरेको देखिएको हो। खुशी आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब 2 घण्टापछि उनको शव घर पछाडिको झाडीमा फेला परेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाएको छ। प्रहरीका अनुसार मृतकका बुबा मोहम्मद इरफान वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन्। स्थानीयको भनाइ अनुसार इरफानकी जेठी र कान्छी पत्नी बीच परिवारको सम्पत्तिको विषयमा लामो समयदेखि झगडा चलिरहेको थियो। शनिबार पनि दुई बीच झगडा भएको थियो। एसपी खड्काका अनुसार शवमा घाउचोट नदेखिएको र हत्यामा एकजनाको मात्रै संलग्नता देखिएको छ। आइतबार बिहान करिब 9 बजे बालिका हराएको सूचना पाएपछि प्रहरीले तत्काल खोजी सुरु गरेको थियो। खोजीका क्रममा घर पछाडिको झाडीमा बालिकाको शव फेला परेको हो।